नारी दिवसको पहिलो शुभकामना मेरी प्यारी आमालाई, जसले छोरीहरू जन्माउँदा परिवारको वचन र समाजको खटन सहँदै पनि यहाँसम्म हामीलाई हौसला, हिम्मत, ऊर्जा, माया, शक्ति प्रदान गरी यति बलियो बनाइन्, यति साहसी बनाइन्, यति मायालु बनाइन्, कसैप्रति भेदभाव राख्न सिकाइनन्। सदैव आफूलाई शक्तिशाली देखाइरहन्, बताइरहन् र जताइरहन् हामीहरूको अगाडि। र तपाईको कारणले गर्दा, तपाईलाई देखेर, तपाईलाई महसुस गरेर, तपाईको दुःख कष्ट सहन सक्ने क्षमता देखेरै हामी पनि यहाँसम्म हुर्किएर तपाई जस्तो बन्न इच्छुक भएका। आफूलाई कमजोर कहिले नसोच्नु, आफूलाई टुट्न कहिले नदिनु, आफूलाई बलियो बनाएर अगाडि बढिरहनु। तपाईको कमी कमजोरीहरूले तपाई झन् हेपिनुहुन्छ। त्यो कमी कमजोरीहरू बरु आफूभित्र लुकाउनु, कमी कमजोरीहरूलाई तागत बनाउनु, साहस देखाउनु र अघि बढ्दै गर्नु। कुनै पनि नारी जगतमा कमजोर छैनन्, नारी भन्दा शक्तिशाली कोही पनि छैनन्। विश्वमा रहेका सबै नारीहरूलाई नारी दिवसको धेरै धेरै शुभकामना।